जन्मकैदमा आफ्ताब आलमले के आधारमा पाए सफाई? जन्मकैदको सजाय भोगिरहेका काङ्ग्रेस नेता मोहम्मद आफ्ताब आलमले उच्च अदालतबाट सफाई पाएका छन्। आलमले 2064 चैत 27 गते संविधान सभा चुनावमा धाँधली गर्न घरमै बम बनाएको र सो विस्फोट हुँदा घाइते भएकाहरूलाई जिउँदै इँटा भट्टामा जलाएको आरोप थियो। उच्च अदालत जनकपुरले जेठ 14 गते आलमसहित 4 जनालाई सफाई दिने फैसला गरेको थियो। फैसलाको पूर्ण पाठ हालै सार्वजनिक भएको छ। उच्च अदालतले आलमलाई दिएको सफाईको आधार: नम्बर 1, मृतक भनिएका व्यक्तिहरूलाई इँटा भट्टाको आगोको भुङ्ग्रोमा जलाएको भन्ने फोरेन्सिक जाँचबाट पुष्टि हुन नसकेको। घटनास्थल मुचुल्कामा बम विस्फोट नभएको र इँटा भट्टामा मानिस जलाएको नदेखिएको इँटा भट्टामा काम गर्ने व्यक्तिहरूको बकपत्रबाट पुष्टि नभएको। त्रिलोक प्रताप सिंह र ओसी अख्तर घाइते भई हात खुट्टा पेटमा चोट लागि रगत बगेको भनेकोमा फोरेन्सिक रिपोर्टमा ती व्यक्तिहरूको कपडामा रगत फेला नपरेको। नम्बर 2, जयरी दरखास्तमा दाबी गरिए जस्तो मोहम्मद आफ्ताब आलमको घरको 2065 वैशाख 15 मा गरिएको घटनास्थल मुचुल्कामा घरका सबै कोठा जाँच गर्दा ठिक दुरुस्त हालतमा रहेको, सो कोठाभित्र कुनै प्रकारको बम विस्फोटन भएको नपाइएको। नम्बर 3, बम विस्फोटनबाट पूर्ण रूपले क्षति भएको शेख इद्रिसको गोठघर रातारात पुनर्निर्माण गरी गाईबस्तुका लागि भुस राखी त्यसपछि अन्य पुराना घरहरूबाट माकुराको जालो ल्याएर घटनास्थललाई कृत्रिम रूपमा परिवर्तन गरिएको दाबी असम्भव रहेको। घटना विवरण कागज गर्ने मध्येका शैलेन्द्र शाहले अदालतमा उपस्थित भई बकपत्र गर्दा माकुराको जालो एक घरबाट अर्को घरमा लगेर राख्न हुबहु सकिँदैन भनी खुलाएको। नम्बर 4, मृतक भनिएका ओसी अख्तरका काका जाजुल मिया कवारीले 27 चैत 2064 को कागज झुटा हो, बम विस्फोट भएको छैन, आफ्नो भतिजो मरेको भन्ने झुटा हो। मृतक भनिएका ओसी अख्तरले चुनावको 3-4 दिनपछि सर्लाहीको लालबन्दीमा शमसुल मियालाई भेटेको थिए, झुटा मुद्दा चलाउन वर्ष दिनपछि मृत्यु दर्ता प्रमाणपत्र बनाएका थिए, 2065 वैशाख 28 मा आफूलाई जबरजस्ती कागज गराएका थिए भनी बकपत्र गरेको। नम्बर 5, संविधान सभाको निर्वाचनका बेलाका उम्मेद्वारहरूले आलम विरुद्ध जाहेरी र बयान दिएको, तर अदालतमा बयान फेर्नुले घटना भएको भन्ने आधार नदेखिएको। आलमका प्रतिस्पर्धी मध्ये शैलेन्द्र शाहले अदालतमा राजनीतिक प्रतिशोध साध्न उजुरी दिएको भन्दै बकपत्र गरेको। नम्बर 6, रोक्साना खातुनको जाहेरी दरखास्तमा सुरक्षा बल प्रशासनको सहयोग र सक्रियतामा ओसी अख्तरलाई इँटा भट्टाको इँटा पोल्ने प्वालको आगोको रापमा हाली जलाइएको बेहोरा उल्लेख गरेको छ, तर सुरक्षा बल र प्रशासन समेतको सहयोग र सक्रियतामा मृतकलाई जलाएको भनिएकोमा कुन सुरक्षा बल र प्रशासनको सहयोग र सक्रियतामा सो कार्य भएको हो? अभियोग दाबीमा खुल्न नआएको ती व्यक्तिहरूलाई प्रतिवादी नबनाइएको समेतका आधारमा जाहेरी बेहोरा विश्वसनीय देखिन आएन। जाहेरवालाको अदालतमा बकपत्र हुन नसकेको। आफ्ताब आलमसहित सफाई पाउनेमा उनका भाइ मोहम्मद महताब आलम, शेख शेरोज भन्ने शेख शेराज र बद्री सहनी छन्। यी चारैजना एकै दिन रिहा भइसकेका छन्।